हेलो सबैजनालाई। प्रिभियसली चाहिँ हामीले यो बायोडाइजेस्टरको डिजाइन स्टेप हेरेको थियौँ होइन। अब यो भिडियोमा चाहिँ लेट्स सी इनर्जी क्यालकुलेसनको स्टेप्स है त। अब इनर्जी क्यालकुलेसनमा चाहिँ के छ भन्दा यो पनि हाम्रो एकदमै सजिलो छ, युनिटरी मेथड जस्तै नै हो है। अब यो डिजाइन र इनर्जीमा चाहिँ एउटा फरक के छ भन्दाखेरि डिजाइनको लागि हामीलाई वेट डङ चाहिएको थियो है, वेट डङ चाहिएको थियो। अब इनर्जीको लागि चाहिँ के हुन्छ भन्दाखेरि इनर्जीको लागि चाहिँ हामीलाई ड्राई डङ अथवा सोलिड मेटेरियल चाहिन्छ, किनकि हाम्रो बायोग्यासमा के हुन्छ भन्दाखेरि हाम्रो वेट डङ भयो है, वेट डङबाट हाम्रो ड्राई म्याटर निस्किन्छ, ड्राई म्याटर। ठिक छ। अब यो ड्राई म्याटरमा पनि अब यो ड्राई म्याटर चाहिँ के हुन्छ भन्दाखेरि वेट डङको 20% हाम्रो लगभग 20% हाम्रो ड्राई म्याटर हुन्छ र त्यो ड्राई म्याटरबाट हाम्रो हुन्छ भोलाटाइल मेटेरियल, जसलाई हामी भोलाटाइल सोलिड पनि भन्छौँ। भोलाटाइल सोलिड भनेको चाहिँ जेनरली ड्राई म्याटरको पनि 80% पार्ट चाहिँ हाम्रो भोलाटाइल मेटेरियल हुन्छ र त्यो भोलाटाइल म्याटरबाट चाहिँ हाम्रो के हुन्छ बायोग्यास निस्किन्छ। ठिक छ। यो भोलाटाइल म्याटरबाट चाहिँ हाम्रो बायोग्यास निस्किन्छ। फर इक्जाम्पल यदि हाम्रो यदि हाम्रो वेट डङ चाहिँ 100 केजी छ भने है, 100 केजीको 20% हाम्रो ड्राई म्याटर भयो। 100 केजीको 20% भनेको हाम्रो 20 केजी ड्राई मेटेरियल भयो। अब यो 20 केजीको पनि 80% भनेपछि कति भयो भोलाटाइल सोलिड 16 केजी भयो हो। अब यो 16 केजीको चाहिँ हाम्रो के हुन्छ, यो 16 केजीबाट चाहिँ हाम्रो बायोग्यास निस्किन्छ। अब धेरैवटा क्वेसनमा चाहिँ भोलाटाइल सोलिड दिएको हुँदैन, स्पेसल्ली हाम्रो यो ब्याचलर्स इन सिभिल इन्जिनियरिङको बायोग्यास पोर्सनको लागि चाहिँ भोलाटाइल सोलिड दिएको हुँदैन। त्यही भएर हामी भोलाटाइल सोलिड खासै कन्सिडर गर्दैनौँ, तर जेनरली हुने प्रोसेस चाहिँ बायोग्यास निस्किने प्रोसेस अथवा स्टेप प्रिन्सिपल चाहिँ यसरी हो है त। अब सुरुमा हामी के गर्ने, ड्राई मेटेरियल निकाल्ने, जुन चाहिँ हाम्रो वेट डङको 20% हुन्छ। ठिक छ। अब यो हाम्रो ड्राई म्याटर निकालिसकेपछि नेक्स्ट के हुन्छ, हाम्रो बायोग्यास प्रोड्युस निकाल्नु पर्यो। अब बायोग्यास प्रोड्युसको लागि चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि जुन अघि हामीले ड्राई मेटेरियल निकाल्यौँ नि, यहाँ ड्राई मेटेरियल अथवा सोलिड मेटेरियल निकाल्यौँ नि, सपोज यो 16 केजी छ अरे है, 16 केजी सोलिड मेटेरियल निकाल्यौँ भनेपछि अब बायोग्यास निकाल्नको लागि चाहिँ के गर्नु पर्यो, क्वेसनमा हामीलाई बायोग्यास यिल्ड दिएको हुन्छ, जस्तै 0.25 मिटर क्युब पर केजी भनेर दियो अरे बायोग्यास यिल्ड। अब त्यो भनेको के हो भन्दाखेरि 1 केजी सोलिड म्याटर बराबर 0.25 मिटर क्युब बायोग्यास निस्किन्छ भन्न खोजेको हो होइन। अब यदि हाम्रो 16 केजी सोलिड म्याटर निस्क्यो भने हाम्रो के हुन्छ, 1 केजी बराबर 0.25 निस्क्यो भने 16 केजी बराबर के हुन्छ, 16 इन्टु 0.25 हुन्छ होइन। यसरी हामीले अमाउन्ट अफ बायोग्यास निकाल्न सक्छौँ। ठिक छ। अब त्यसपछिको स्टेप भनेको हाम्रो के छ भन्दाखेरि अब कुनै क्वेसनमा मिथेन कन्टेन्ट दिएको हुँदैन, कुनै क्वेसनमा मिथेन कन्टेन्ट पनि दिएको हुन्छ। अब यदि मिथेन कन्टेन्ट, मिथेन जेनरली हाम्रो के हुन्छ र बायोग्यासमा 50 to 60% हुन्छ भने हाम्रो कम्प्रेस्ड गरेको बायोग्यासमा 80 to 90% हुन्छ। अब मिथेन कन्टेन्ट दियो भने चाहिँ हाम्रो जति यो बायोग्यास आएको हुन्छ नि, जस्तै 16 इन्टु 0.25 भनेको हाम्रो 4 मिटर क्युब भयो है। यसको लगभग यदि हामीलाई 80% मिथेन कन्टेन्ट दियो भने यही अमाउन्ट अफ बायोग्यास इन्टु 80% मिथेन कन्टेन्ट भन्नुको मतलब 0.8 गरेर हामीले मिथेन कन्टेन्ट निकाल्छौँ। ठिक छ। 3.2 मिटर क्युब चाहिँ हाम्रो के भयो, मिथेन कन्टेन्ट भयो। ठिक छ। अब यो मिथेन कन्टेन्ट निस्किसकेपछि नेक्स्ट स्टेप भनेको इनर्जी फ्रम बायोग्यास, जसलाई चाहिँ हामीलाई बेला बेला इनर्जी डेन्सिटी अथवा हिटिङ भ्यालु अथवा बर्नर भ्यालु त्यस्तो तरिकाले हामीलाई दिन सक्छ। यो पनि हाम्रो के हो, युनिटरी मेथड जस्तै हो। जस्तै हाम्रो हिटिङ भ्यालु सपोज 28 मेगाजुल पर मिटर क्युब अफ मिथेन भन्नुको मतलब के हो भन्दाखेरि 1 मिटर क्युब मिथेन बराबर 28 मेगाजुल इनर्जी निस्किँदो रहेछ भन्न खोजेको हो। अब हाम्रो केसमा के छ, हाम्रो केसमा 3.2 मिटर क्युब बायोग्यास निस्क्यो भनेपछि हाम्रो इनर्जी चाहिँ कति निस्किनु पर्यो त्यो बायोग्यासबाट, 3.2 इन्टु 1 मिटर क्युब बराबर 28 हो भने 3.2 मिटर क्युब बराबर 3.2 इन्टु 28 गर्नु पर्यो। यस्तो गर्यो भने हाम्रो त्यति बायोग्यासबाट निस्किने इनर्जी आयो। ठिक छ। अब यो त बायोग्यासबाट निस्किने इनर्जी आयो। अब निस्केको सबै इनर्जी त हाम्रो रियल लाइफमा युज हुँदैन, किनकि हाम्रो के हुन्छ रियल लाइफमा लसेसहरू हुन्छ होइन,
हिटको फर्ममा लस हुन्छ, साउन्डको फर्ममा लस हुन्छ। त्यही भएर हाम्रो एफिसियन्सी भन्ने हुन्छ। अब यदि एफिसियन्सी दिएको छ भने चाहिँ हामीले एक्चुअल रियालिटीमा युज हुन सक्ने युजफुल इनर्जी भनेको चाहिँ हाम्रो के भयो? युजफुल इनर्जी भनेको चाहिँ हामीलाई जति आएको छ यो बायोग्यासबाट निस्केको एनर्जी, त्यसलाई हामीले एफिसियन्सीले मल्टिप्लाई गर्यौँ भने चाहिँ हाम्रो के हुन्छ? युजफुल आउटपुट इनर्जी निस्किन्छ। अब यो युजफुल आउटपुट एनर्जी चाहिँ एक्चुअल हाम्रो डेली लाइफमा युज हुन्छ। ठिक छ? यसरी हामीले इनर्जी क्यालकुलेट गर्न सक्छौँ। अब बेला बेला चाहिँ के हुन्छ भने यही क्वेसनलाई चाहिँ हामीले रिभर्स स्टेपमा पनि गर्नुपर्ने हुनसक्छ। जस्तै हामीलाई युजफुल आउटपुट इनर्जी निकालेर हो त्यसबाट हामीले एनर्जी प्रोड्युस फ्रम बायोग्यास निकाल्ने होइन। अब यो एनर्जी डिमान्ड यदि हामीलाई दिएको छ अथवा एनर्जी डिमान्ड दिएको छ भने चाहिँ हामीले यसको रिभर्स स्टेप जाने है। रिभर्स स्टेप गरेर हामीले वेट डङ निकालेर हामीले डाइजेस्टरको डिजाइन गर्न सक्छौँ। ठिक छ? जस्तै हामीलाई यसको पछि हामी न्युमेरिकलको यो क्वेसन नम्बर 2 र 3 मा रिभर्स स्टेप आउँछ, त्यति बेला हामी यसको डिटेलमा हेरौँला है त। यसरी चाहिँ हामीले बायोग्यासको इनर्जी क्यालकुलेट गर्न सकिन्छ। ल, थ्याङ्क यू।